नमस्ते, मेरो नाम ज्ञानेन्द्र छेत्री। म अहिले चाहिँ ग्रासरुट्स क्रिकेट डेभलपमेन्ट यो हाम्रो प्रोग्राम अन्तर्गत जुगेडाको कोच हो र आज हामी चाहिँ यो हाम्रो दुईटा सेन्टरको बीच हामी यो फ्रेन्डली म्याच खेल्न आएका छौं र आज हामीले एउटा म्याच सम्पन्न गरेका छौं। एउटा हामीले यसको खास हाम्रो टार्गेट भनेको हामीले आफ्नो ठाउँमा खेलिरहेका छौं हैन। विगत टाइमदेखि एउटा आफ्नो ग्राउन्डमा मात्र खेलिरहेका छौं र हामीले आफ्नो ग्राउन्डभन्दा बाहिर गएर पनि कसरी परफर्मेन्स गर्न सकिन्छ, हाम्रो खेलाडीहरूले आफ्नो बाहिरको माहौलभन्दा अर्को इन्भाइरोमेन्टमा गएर कसरी खेल्न सक्छन् भन्ने उद्देश्यका साथ हामीले आज यो म्याच आयोजना गरेका छौं, जसमा हाम्रो खेलाडी भाइहरूले चाहिँ राम्रो एउटा एक्सपिरियन्स लिएको छन् हैन। सो उहाँहरूले आफ्नो परफर्मेन्समा बाहिर ग्राउन्डमा गएर कस्तो नर्भसनेस हुन्छ, के फिल हुन्छ, त्यो भन्ने कुराहरूलाई आज उनीहरूले अलिकति राम्रोसँग बुझेको छन्। एकदम खुसी छु म, किनकि आज हाम्रो टिमले, हाम्रो खेलाडीहरूले विन भएको छ, हाम्रो टिम विन भएको छ। उहाँहरूलाई, मेरो खेलाडी भाइहरूलाई हामीले चाहिँ म चाहिँ कङ्ग्रेचुलेसन भन्न चाहन्छु, किनकि उहाँहरूको मेहनत, उहाँहरूको जुन यो यति टाइमदेखि लिएको यो ट्रेनिङ थियो, उहाँहरूले जुन आज यहाँ आएर एउटा जित निकालेको छ, एकदम खुसी छु। राम्रो परफर्मेन्स गरेको छन् भाइहरूले हैन, एकदम अल ओभर सबै उसमा पार्टमा राम्रो देखिएको छ। सर्वप्रथम त अब धनगढी महानगरपालिका तथा मेयर साहबलाई धन्यवाद दिन चाहन्छु, किनकि उहाँहरूले यो ग्रासरुट क्रिकेट डेभलपमेन्ट प्रोग्राम जुन आयोजना गर्नुभएको छ गो टिमरसँग मिलेर, यो एकदमै सराहनीय कार्य हो। किनकि जुन गाउँ-गाउँमा भएको हाम्रो प्रतिभाहरू छ, यो ग्रासरुटको माध्यमबाट बाहिर आइरहेको छन् हैन। यो कार्यक्रमले गर्दा एकदम अब खेलाडी प्लस अब विद्यालय प्लस समाज, हाम्रो समाज हैन, एउटा पोजिटिभ छ भनौँ। मतलब खेलमा पनि यसरी जान सकिन्छ, उपमहानगरपालिकाले यसरी लगानी गरिरहेछन् भनेर उहाँहरू पनि पोजिटिभ छन्। यो एकदमै अब हामीले निरन्तर जारी राख्ने गरेका छौँ, प्लान गरिरहेका छौँ। आज हामी यहाँ आएर खेल्छौँ, भोलि यो सेन्टर हाम्रो जुगेडामा आएर खेल्छन् हैन। यो चाहिँ एउटा क्रिकेट डेभलपको एउटा एक्सपिरियन्सको हिसाबले यो एउटा राम्रो हाम्रो कदम हो। यसलाई हामी चाहिँ निरन्तर दिन खोजिरहेका छौँ।